हेलो गाइज ल आज हामी चाहिँ पेनल्टी च्यालेन्ज खेल्न गइरहेको छौँ हैन। यहाँनिर चाहिँ अब हाम्रो पेनल्टी च्यालेन्जमा चाहिँ पेनल्टी सुट हान्ने र किपर आफै बस्ने। हाम्रो विनरले पाउँछ नाइकीको एउटा टी सर्ट हैन। यो चाहिँ सेकेन्ड हुनेको लागि एडिडासको सक्स है, ग्रिपवाला। खै भाइ ग्रिप देखाइदियो त। ल टाइ सिट रेडी भइसक्यो गाइजहरु। ल कस्तो खेल्न पाउँदैन र। एकजना चाहिँ बाइ पर्छ जसको अपोनेन्ट पर्दैन, 7 जना छ नि त। हामी अर्गनाइजर भइहाल्यो। बाइ पर्ने चाहिँ म हो। ओ बाइ दियो बाइ हैन हैन के बाइ एले एसँग खेल्छ, बीले बीसँग खेल्छ, त्यो गर्दै। उ भने चाहिँ यो चाहिँ मेरो भयो। ल गाइज यो चाहिँ मेरो। एउटा ए त्यो डी हो। ल ल मेरो बी परे है। बी बी कोसँग ल तपाईँ र म अपोनेन्ट हो। हामी दुईजना वे ए अपोनेन्ट हो। म बायो सी तपाईको तपाईको ए छ। ए त्यो ए हो। यो के हो बाइ चाहिँ त्यो डी हो। डीडी यता डिडी। सी म बायो तपाई के हो? खै म बायो सी भाइ तपाईँ के परे? सीको भाइ पर्छ, सी परे नि। यता चाहिँ बाइ पर्यो त। यहाँ रहेछ म भाइ बाइ। ल ल ल सी है ल यो लकले है। अब गाइज रुल्स चाहिँ के हो भने हान्ने अनि किपर पनि बस्ने। किपर पनि आफै हो, सुट हान्ने नि आफै हो। त्यही भएर एकचोटि हान्ने एकचोटि किपर बस्ने। चाहिँदैन फेरि। चाहिँदैन अब सकियो। अब सुरुमा एक एक कसको छैन पापा चला मारिहाल्छ। 5 त अति भयो, 3 गरौँ ल। 3 चोटि गरौँ गाइज हैन। अब अरूको पाली आएन, मेरै पाली रहेछ। यो चाहिँ बाइमा पर्यो। अब बीबाट सुरु गर्नुपर्ने हुन्छ हामीलाई। कसरी रोक्नु? तर यतिकै हान्ने पावर चाहिँ धेरै पावर हात हातिन्छ। ल मेरो पालो है। ए चाहिँ बाइमा पर्यो। अब बीबाट सुरु गेम। हाम्रो सरस ए भएको छैन रेडी। ल को रेफ्री बस्ने नि? किपर रेडी एकजना रेफ्री ल को? किपर रेडी देव हो? रेडी ल देवले सिटी बजाउँछ है। छाया आयो छाया। भयो। देवको हुइसलमा है। पावर धेरै नि ओ यतिकै हान्नु पर्यो है। टेक्निक बल। किपर सिटीमा है, सिटीमा नत्र ल लास्ट है। मैले सबै जितेर जर्सी भएन भने त पैसा पो माग्छु। ल ल ल ग्लोभ ल एकमा त सेफ छ है। सुमन गुरुङबाट 3 मा 2 गोल हैन 2 गोल प्राप्त गर्न अबले त सफल। किपर त खतरा खेल्दिन नि। लडी लडी। को देवको हुइसल है। ल अब एउटा जसरी पनि लाउनु पर्ने हुन्छ। ल शूट ए यो लिग हैन, सिधै नकआउट पो हो। प्रेसरमा न है बल बाहिर जान्छ। सुमन नेक्स्ट राउन्ड म हारे। हैन कस्तो यार कसम त्यहाँ फर्स्ट राउन्ड जिते। खतरा से भने यार लास्टको त। भासेन यार खुट्टा। अब सेकेन्ड गेम सी भर्सेस सी। पेनल्टी हान्ने आँट छैन है मेरो त। ओके किपर रेडी हो? किपर रेडी छैन। सिटी ठोक्ने। रेफ्रीको किपर रेडी? ल गो। किपरले दिमाग लाग्यो। दिमाग लाग्यो छेउमा बसेर तल त्यही सब हान्दिनु भयो। भयो। ल ल ल देव गुरुङ 2 मा 2। गाह्रो हुन्छ नि। हेर्दा जति सजिलो हान्दा त्यस्तो गाह्रो। अनि अब 3 मा 3 हान्नु पर्यो। हैन एउटा मिस भयो भने गेम फिनिश देवको। ल किपर रेडी? रेडी। ल ओके। यता यता एकमा एक। ओहो ल है। जति सजिलो भयो नि खेल्न। ल किपर भ्यू जुत्ता गयो। ल 3 मा 3 त्यो त्यहाँ। ड्र भयो ड्र ल भयो। एक एक 3 मा 3 नै हाने यार। 1 शट। ल 1 शट। त्यसमा त सिक्का उछाल्ने हो। जसले गयो सक्यो। किपर रेडी? ल रेडी अरे किपर।
आमा खत्रै जित्यो त्यसले त हारको मुखमा पुगेर पनि फेरि के भन्छ त्यसलाई हारेर पनि जित्नेलाई सिकन्दर के अरे बाजीगर भनिन्छ हो अब डी भर्सेस डी यो हैन मनोज सर जित्दिनु है यत्रो पोज जस्तै हुनुहुन्छ अनि सु त्यो मात्र भने नि भेट्छ हौ दुईपट्टि नै यार नातिकन मनोज सर ए हातैमा गयो नि त ल्या हो एक त हान्नु पर्यो है सर तेरिका के कम हो राम्रो छ प्रयास ल खेलाइरा क्या लास्टमा नहालेको गोल झ्याप होइन सकेको You make it you? I want to see. I want to shoot. अरे किपर रेडी किपर रेडी कहाँ यो त हुँदैन यार कोही न कोही टाइमै दुईजना खेल्छ क्या अति भयो दुईजना मात्र खेल्ने हो अरूलाई बालो नदिने हो र आयो यत्रो लाउनु हुन्छ नि ओके ल डन डन फाइनली हो राम्रो ल के रे इभन राउन्ड है अब 22 हुँदैन इभन अब त अब चाहिँ ए र सी बी र डी ए र सी बी र अब सेमी फाइनल हो यो डी बी बी तिमी र म पर्यो ल ए र बी डी ए र ए र सी बी र डी भने हैन हैन ए र के हो के होला म त सी हो नि अनि म ए होला नि त यी चिटिङ गरेको होइन डी नै हो फेरि मलाई परेको हल्का टेढो खालको डी हो तर डी नै हो ग्रासमा लान्छ नि प्लेयर रेडी ल ए ग्रासवाला ल। ग्रासवाला हान्छ भनेर अनि गाह्रो हुन्छ क्या ग्रास बलमा लास्टको चाहिँ क्या खतरा सेप हान्नु भयो यार अघि मैले हानेको यार छिरै भनेको थियो रेडी ल हाल्यो सेपै भने बाहिरै आयो। सेभै भयो प्लेयर रेडी ल हाल्यो रेडी ल हाल्यो ल ल ल ल चान्स पाए ए सेभ हान्दियो चान्स पाए त्यो पाए उब्री ल रेडी ल है ल हाल्यो अब त ज्यानै फ्याल्यो नि लागेर छिरेको ल के छिरे यार पोस्ट ढोक्यो के हो जस्तो ट्राई गरे त्यस्तै हान्नु किपर रेडी ल सुमन ए यहाँ त एकजना जाने बित्तिकै जर्सी उनीहरूको गयो होइन अघि नै म पछि हान्नु सक्छ पाकिसक्यो सक्स पाइहाल्यो नि तिमीले पाउँदैन किन सेकेन्ड पाइहाल्यो सुमन ल हाल्यो सेप भएर नि गोल भयो है सेप हुँदा हुँदा कति कति हो कति गोल हान्नु दाइले गोल हान्नु पर्यो दुई गोल हाल्यो भने त फेरि विनर पो हुन्छ है फाइनलमा खेल्छ त यार गोल हाल्यो भने त ल सरोज भाइ ल रोक्यो नि ड्र फाइनल पुग्यो त अहिले एक हान्यो नि सही भइसक्यो दुई सिर्स मजा हुँदैन नि त फेरि मैले प्राइज राखेर जित्यो भने केटाहरूले छोडेको होइन त्यसको दावेदार हो ल हाल्यो ग्रास बल सरच रेडी ल हाल्यो ल रेडी ड्युटी जाँदा काम लाग्छ तिनमा तिन हान्दियो ल सक्यो ल हाम्रो विनर अनि हाम्रो रनर अप पोस्ट जस्तो मान्छेले ल्याएर हुन्छ ल देव भाइ ल विनर र रनर अपलाई यसो पहिला हाम्रो रनर अपलाई ल अब देव भाइले हाम्रो रनर अपलाई अब दिन्छ होइन सेकेन्ड प्राइज ल हाम्रो रनर अप ल सबले ताली बजाउँ ल रनर अपलाई चाहिँ ल फुल मेहनत गर्नुपर्छ कस्तो लागिरहेको छ सेकेन्ड भएर बहुत खुसी अब विनरको लागि ताली बजाउन आउन विनरलाई ल विनरलाई नाइकीको सर्ट विनरलाई त खतरा दिने होला नि ए ल
नयाँ हो ट्याग पनि छ फेरि पुरानो होइन ल ल तर यो पनि ग्रिप वाले परेछ क्या चाहिरहेको छानेर ल्याएर नि त आम्मामा ल सही हो ल गाइज होइन थ्याङ्क यू सो मच सबैलाई आजको हाम्रो यति नै होइन अर्को पालि फेरि नयाँ नयाँ कन्टेन्ट लिएर हामी आउँछौँ यो नि एडिडासको ल अलराउन्डर चाहिन्छ के बाई गाइज क्रिकेटमा हेर सबले लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला है